गाइज अहिले चाहिँ म ठ्याक्कै अल्कुपेको बस स्टेसन आइसकेको छु र आज म चाहिँ तपाईँहरूको लागि अनि म पनि छुट्टीमा बस्दा बस्दा अलिकति ह्याङओभर भयो जस्तो भएर होइन सुकसम्म जानु पऱ्यो, एउटा भ्लग पनि बनाउनु पऱ्यो भनेर म अहिले हिँडिसकेको छु र आज गोलसुकसम्म जाने। तर के हो भन्दाखेरि खास कुरा चाहिँ बसबाट पनि होइन, ट्याक्सीबाट पनि होइन, आज ट्रेडिसनल बोटबाट गोलसुक जाँदैछु है त। अलिकति तपाईँहरूलाई यहाँ अल्कुपेपा के कस्तो छ म देखाउने छु। अल्कुपेपाको बस स्टेसन लगायत आब्रा हुँदै हामी गोलसुकसम्म आज हामी जानेछौँ ल है त। के साथीहरू, बरदुपेको अल्कुपेको बस स्टेसन हो। अब यहाँनिर हेर्नुहुन्छ बस स्टेसनमा गाडी लागिरहेको छ, त्यसरी गाडी लाग्छ यहाँ चाहिँ। यो पछाडि देख्नु भएको चाहिँ यो नेपालीकै रेस्टुरेन्ट हो, एभरेस्ट 100 रेस्टुरेन्ट। यहाँनिर नेपाली, बङ्गलादेशी, पाकिस्तानी धेरै छन् क्या साथीहरू। पुरै नेपालमा भयो जस्तो फिल हुन्छ होइन। यहाँनिर ऊ तल देख्नु सक्नुहुन्छ तपाईँ, ऊ तल यहाँ तल छ नि, यो चाहिँ सिटी सेन्टर। यहाँनिर सामानहरू किन्ने ठाउँ हो, राम्रो राम्रो सपिङ। तल देख्दै हुनुहुन्छ नि 2 तलाको गाडी। नेपालमा त यस्तो छैन, तर दुबईमा चाहिँ 2 तलाको गाडी एकदम। अहिले म छेउमै लगेर पनि देखाइदिन्छु तपाईँहरूलाई 2 तलाको गाडी। ऊ पर देख्दै हुनुहुन्छ सिटी सेन्टर हो त्यो चाहिँ। यहाँको एउटा पुरानो काठबाट बनेको होइन, त्यसलाई म आज युज गर्नेछु। चिपेस्ट अनि फेमस यो पछाडिको चाहिँ देख्नु सक्नुहुन्छ अल्कुपेपा मेट्रो स्टेसनको एक्जिट। साथीहरू, अब हामी आब्रा आइपुग्न आँटेको छौँ। लगभग आब्रा आइपुगौँ भनौँ न, आब्रा आइपुगेको छौँ। अब यहाँबाट हामी बोटमा चढेर उता डेरा जानेछौँ है त। यहाँनिर फुलले कस्तो मजाले सजाएर राखेको छ फुलहरू होइन। अब नेपालमा यस्तो पार्क लगभग छैन क्या। फुल साथीहरू, अहिले चाहिँ म ठ्याक्कै आब्रा आइसकेको छु। आब्रा यो पछाडिको देख्दै हुनुहुन्छ आब्रा। अब हामी यहाँबाट उपरको नाउ छ नि, त्यो नाउ चढेर गोलसुकतिर जान्छौँ है त। यताको भ्यू हेर्नु कस्तो राम्रो छ। यता धेरै यसलाई अर्को हामी नेपाली पार्क पनि भन्छौँ अरे, नेपाली पार्क। अब हामी यहाँबाट बोट तरेर गोलसुकतर्फ जान्छौँ। अहिले यहाँनिर देख्न सक्नुहुन्छ हामी चाहिँ आब्रा आइसकेको छौँ र हामी चाहिँ यही बोटमा गोलसुक जान्छौँ। अब हेरौँ अब हाम्रो माझी दाई कस्तो हुनुहुन्छ। अब हेरौँ, माझी दाई ढुङ्गामा तारी त्यो भन्ने गीत को याद आयो त मलाई। अब हामी यहाँबाट बोटमा चढ्नुको लागि जाँदैछौँ। बोटमा चढ्ने ठाउँ पर छ। म चाहिँ बोटमा आइसकेको छु। यहाँनिर बोटमा आएर बस्दै हुनुहुन्छ। अब यहाँनिर आउनुहुन्छ माथि दाइ, ऊ माथिबाट बोटमा आउँदै हुनुहुन्छ सबैजना होइन। ऊ पर यो बोट जाँदैछ, दुबईको झन्डा लगाएर फरेर। अब यहाँनिरको बोटको यात्रा कस्तो हुन्छ म तपाईँलाई भनि नै हाल्छु। साथी रह्यो म यहाँनिर
दाइ भैया के पैसे हाम्रो माथि दाइले पैसा दिँदैछु एक किरा एक किरा हेर त आवाज सर एकदम रमाइलो फिल भइरहेको छ दुबई आएर यो बोट चाहिँ चढ्नै पर्ने रहेछ एकदम आनन्द रिक्वेस्टमा होइन यो बोटमा चढ्नु चाहिँ एकदम रमाइलो भइरहेको छ नेपालमा हुनु भने यो बोटमा चढ्नुको लागि कम्ती यहाँ पनि 300-400 रुपियाँ त पर्थ्यो होला होइन यहाँ चाहिँ 35-36 रुपियाँमा बोटमा चढ्नुको मजा लिइरहेको छु अहिले चाहिँ म बोट चढेर अब गोलसुकतर्फ जाँदैछु अब दुबईमा गोल्ड नकिने पनि गोल्ड हेर्नु त पाइन्छ नि त होइन यत्रो गोल्ड होइन महारानी अब यो ठुलो ठुलो मान्छेहरूले लाउँछ नि यो गोल्डहरू सबै यहीँनिर पाउँछ यो चाहिँ गोलसुक जाँदाखेरिको दोकानहरू राम्रो रमाइलो फिल भइरहेको छ मलाई चाहिँ तपाईँहरूलाई चाहिँ कस्तो हुँदैछ एकदम रमाइलो फाइनली साथीहरू अब हामी चाहिँ यो पछाडिको गेट छ यो चाहिँ गेट गोलसुकको गेट अब यहाँबाट हामी भित्र जाँदैछौँ हेरौँ अब कस्तो कस्तो सुनहरू पाइन्छ होइन अब त्यहाँनिर गएर कस्तो नेपालीले अब त्यत्रो सुन किन्नु नसके पनि अब भित्र गएर कस्तो कस्तो छ सुनहरू त हेर्नु पाइयो नि त अब एकदम मनोरञ्जन गर्नुपर्छ भित्र सुनहरू के कस्तो छ गएर हेरौँ होइन यो चाहिँ गोलसुक जाने मेन गेट हो यहाँबाट सुनहरू सुरु भयो है सुन नाचेको कति हो कति अब ल यत्रो छ अब हेरौँ यहाँ नेक्लेसहरू ल यहाँनिर चाहिँ सुनहरू यस्तो मान्छेहरू किन्ने आउँछ कि 1 तोला 2 तोला होइन क्या यहाँनिर चाहिँ केजी हिसाबले किन्नु पाइन्छ क्या यहाँनिर सुनहरू सुन चाहिँ केजी हिसाबले किन्नु पाइन्छ अनि डायमन्डहरू पनि पाउँछ यहाँनिर होइन 1 तोला 2 तोलाको त यहाँनिर काम छैन केजी हिसाबले What is this? This one? This is like for it's a Finnish souvenir. Yeah. You can pay here in different. Yeah. You can obtain these paints and you can take for. This one gold, huh? This only for like a common, it's rain, I don't know what it is. Maybe I think this one gold. Maybe. I don't know. And this one is the black there. But it's good. They already have one for the most. It's nice.
You try to this one. I didn't know. It was try, but I already have like Okay, thank you. no silver. केटा हेर तेरो दाइ यहाँनिर डायमन्ड सपमा आएको छ भन तिमीहरूलाई कति कति डायमन्ड ल्याइदिउँ तेरो दाइ यहाँनिर डायमन्ड सपमा आएको छ इन्ट्रेस्ट डायमन्ड सपमा आएको छ तिमीहरूलाई कति कति डायमन्ड ल्याइदिउँ कमेन्ट गर है कमेन्ट कमेन्ट केटा म तिमीहरूलाई खजना देखाउँछु खजना भनेको के हो भन्ने कुरा अब यहाँ आएर साला तेरो दाइ यहाँनिर अब सुन सपमा आइसकेको छ खजना भनेको यो हेर बुला हो तेरो दाइ रानी महारानीको लागि कसको बे गर्ने पाली छ भन म सुन ल्याइदिन्छु तिमीहरूलाई हेर हेर यहाँ तिमीहरूलाई म दुबईको यहाँ देखाउँछु नि गोल्डसुटमा यस्तो यस्तो सुनहरू पाइन्छ त्यो चाहिँ हिरा होला हिरा डायमन्ड खतरा खतरा छ यार यो त रानीहरूले लाउने हार होला है चाहिँ संसारको सबैभन्दा ठुलो औँठी होला सुनको वर्ल्ड रेकर्ड पनि राखिसकेको छ ल यो चाहिँ रानीहरूले लाउने सुनको लुगा होला है खतरा छ रमाइलो बिचरा म यहाँनिर क्यामेरा बोकेर घुम्दाखेरि होइन सबैजनाले बा मेरोमा गोल्ड किन्न आउँछ कि भनेर पुरा मलाई हेरिरहेको थिएँ बिचराहरूलाई के थाहा मैले 10 रुपियाँ बोकेर पुरा भ्लग बनाउनुको लागि यहाँनिर आएर नाटक गरिरहेको छु यहाँ 10 रुपियाँ छ गोजीमा सुन दोकानमा आइएको छ भ्लग बनाउनुको लागि बिचराहरू हेरिरहेको छ क्या बा मेरोमा पस्छ कि बा मेरोमा पस्छ कि भन्नु हाई गर है भैया हाई गर ल साथीहरू आजको भ्लग यति नै तपाईँहरूलाई भ्लग राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब अनि छोटो एउटा सानो कमेन्ट छोडेर जानु होला हस् त धन्यवाद फेरि अर्को भिडियो लिएर म चाँडै नै आउनेछु